300 रुपियाँबाट कारोबार भएको टक्सर पिखुवा हाइड्रो पावर लिमिटेडको अहिले 600 रुपियाँभन्दा माथि चाहिँ यसको मूल्य पुगेको छ। फन्डामेन्टल हेर्ने हो भने चाहिँ यसको पर शेयर नेट वर्थ चाहिँ रु 100.76 पैसा र अर्निङ पर शेयर अथवा इपिएस भने चाहिँ नेगेटिभमा रहेको छ। यो कम्पनीको फन्डामेन्टल कमजोर भए तापनि मूल्य बढ्नुको कारण भने चाहिँ लो फ्लोट अर्थात बजारमा सर्वसाधारणसँग मात्र 28 लाख किता हुनु हो। आपूर्तिकर्ता कम भएको र बजारमा खरिद चाप उच्च भएकोले यसको मूल्य 1000 देखि 1400 सम्मको लेभलमा चाहिँ पुग्न सक्ने सम्भावना छ र अब हामीले यसको जोखिम पनि हेर्नुपर्ने हुन्छ। यसको फन्डामेन्टल चाहिँ जोखिम रहेको छ र तपाईँ चाहिँ यदि यसको शेयर किन्ने सोचमा हुनुहुन्छ भने चाहिँ कम्पनीको फुल्ली फन्डामेन्टल एनालाइसिस गरेर मात्र किन्नु होला, नत्र भने प्राइस हाईमा तपाईँले किन्नु भयो भने चाहिँ भोलिको दिनमा तपाईँलाई घाटा हुन पनि सक्छ। तपाईँको विचारमा टक्सर पिखुवा हाइड्रो पावर लिमिटेडको प्राइस चाहिँ कतिसम्म पुग्छ तल कमेन्ट गर्न पनि नबिर्सिनु होला र यस्तै खालका शेयर बजार सम्बन्धी जानकारी पाउनको लागि चाहिँ मलाई फलो र भिडियोलाई लाइक गरेर राख्न पनि नबिर्सिनु होला।